हेलो गुड मर्निङ शुभ बिहानी। हामी चाहिँ मुक्तिनाथ दर्शन गर्न आएका छौँ होइन। अब त्यसपछि हामी चाहिँ हाम्रो प्रेम दादा पनि हुनुहुन्छ र अब हामी साथमा अब मन्दिरहरू सबै देखाउने छौँ है। मन्दिर चाहिँ यता पछाडि छ र त्यसपछि अब हामी चाहिँ यहाँ धारो चाहिँ यतातिर छ। हेलो दादा, के छ खबर? र हामी यहाँ नुहाउने क्रम जारी छ है। धारा यसरी छ। ल ल ल र त्यसपछि यहाँ नुहाउने 108वटा धारा है। र त्यसपछि यहाँ मन्दिर पनि यता साइडमा छ। र अब हामी चाहिँ नुहाउने धाराहरू चाहिँ यस्तो छ है। माथितिर हिउँ परेको छ। आज चाहिँ धेरै भिड भएको कारण यहाँ मुक्तिनाथमा मान्छेहरू धेरै हेर्न सक्नुहुन्छ। र अब त्यसपछि चाहिँ यसरी यहाँबाट नुहाउँदै 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 धारामा नुहाउँदै नुहाउँदै गएर त्यसपछि यहाँदेखि मन्दिर दर्शन गर्नेहरूको भिड लागिरहेको छ है। अनि त्यसपछि हजुरको अब यसरी यहाँबाट पानीमा डुबेर यसो त पास गरौँ है। र त्यसपछि यहाँ यस्तो पानीमा डुब्ने पनि यसरी उहाँबाट धाराबाट नुहाउँदै नुहाउँदै आएर लास्ट अन्तिम चरण चाहिँ यसरी छ। र त्यसपछि मन्दिर साइडमा रहेको छ मन्दिर। भिड आज चाहिँ इत्यादि धेरै भिड भएको कारण मन्दिर आज धेरै भिड, भक्तजनहरू धेरै हुनुहुन्छ होइन। मुक्तिनाथ मन्दिर यस्तो छ।